मिनट ल बल्ल रेकर्डिङ सुरु भयो बल्ल स्टार्ट गर्छु है अब सुन भाइ बहिनीहरु यहाँनिर कुरा के छ भन्दा हाम्रो कोलम्स लमा एनी टु चार्जेस कुनै दुईटा चार्जेसहरु भाइ बहिनीहरु Q1 र Q2 कुनै दुईटा चार्ज छन् हामीसँग एउटा Q1 चार्ज छ अर्को Q2 पोइन्ट चार्ज बीचको यी दुईटा बीचको सेपरेसन R छ R सेपरेसनमा यी दुईटा चार्ज छन् एउटा चार्जले अर्को चार्जमा लगाउने फोर्स F इक्वल्स टु अब बीचको मिडियम के छ अब यसमा बीचको मिडियमले पनि फोर्सलाई एफेक्ट गर्छ है अब यो दुईटा चार्ज बीचको मिडियम अब यदि ER छ भने Q1 डाइरेक्ट लेखे मैले Q1 into Q2 बाइ दुईटा चार्जको बीचको मिडियम ER छ भने हामीले कन्स्टेन्ट लिन्छौं त्यो कन्स्टेन्ट 1/4 पाइ एप्सिलन नट है अहिले एप्सिलन नट को म कुरा गर्छु यसको भ्यालु थाहा हुनु पर्छ 9 into 10 to the power 9 है Q1 Q2 by 4 pi epsilon naught R square Q1 Q2 by 4 pi epsilon naught R square force between these two charges in air medium मा यो दुईटा चार्ज हुँदा एउटा चार्जले अर्को चार्जमा लगाउने फोर्स के हुन्छ एउटा चार्जले अर्को चार्जमा लगाउने फोर्स Q1 Q2 by 4 pi epsilon naught R square अब दुईटा चार्जको बीचमा एयर लाई अमरेश भाइ भनिहाल त यो झुकेर सर ल यदि यी दुईटा चार्जहरु बीचको मिडियम अब एयर लाई हामी कुनै मिडियमले रिप्लेस गर्यौं है अब बीचमा एयर छैन अहिले अर्को कुनै मिडियमले रिप्लेस गर्यो भने force between these two charges in any medium force between these two charges in any medium equals to Q1 Q2 by 4 pi epsilon R square epsilon air मा epsilon naught medium मा यो epsilon naught भनेको हामी के भन्छौं epsilon naught भनेको यसको म डिस्कस गर्छु permittivity of free space permittivity of free space or air free space or air or free space को permittivity epsilon naught हो है epsilon naught permittivity of free space यसको भ्यालु हुन्छ 8.85 into 10 to the power minus 12 अब युनिट याद गर है युनिट त सोध्दिन पनि सक्छ यसको डाइमेन्सन युनिट सोध्ने गरेको छ यसको युनिटलाई अब के गरे भन्दा घोक्न नलागे यो एप्सिलन यो फर्मुला त कन्ठ छँदै छ नि त F इक्वल्स टु Q1 Q2 by 4 pi epsilon naught R square फर्मुला थाहा नहुने पक्कै कोही पनि छैन हो अब यसबाट के आउँछ भने एप्सिलन नट भनेको एप्सिलन नट यता लगा फोर्स तल ल्याऊ यसो गर्दा कोलम स्क्वायर 4 पाइ को युनिट हुँदैन फोर्स तल गएको छ पर न्यूटन पर मिटर स्क्वायर कोलम स्क्वायर पर न्यूटन पर मिटर स्क्वायर है यो भ्यालु भयो अब यहाँ एप्सिलोन भनेर लेखेको छु मैले एप्सिलन भनेको परमिटिभिटी अफ मिडियम भाइ बहिनीहरु यो एप्सिलन बुझाइ यो एप्सिलन भनेको परमिटिभिटी अफ मिडियम अब परमिटिभिटी का कुरा यहाँ किन जोडिएकै कुरा यो छ है परमिटिभिटी अफ मिडियम पर एयर मा जति फोर्स लगाउँछ चार्जहरुले मिडियम मा त्यति नै लगाउँछ भन्ने छैन लगाउँदैन यस्तो हुन्छ परमिट को कुरा किन आउँछ भन्दा कुनै दुई जना साथीहरु छौ ल भाइ बहिनीहरु यहाँनिर एयर मा छौ एक जनाले अर्कोलाई मुक्का हान्नु पर्यो दुईटा बीचको स्पेस एयर छ है एउटाले अर्कोलाई या मुक्का हान्न खोज्दाखेरि यो बीचमा भएको मिडियमले कतिको उसको फोर्स जानलाई उसलाई कतिको रेजिस्ट गर्छ भन्ने फ्याक्टरले पनि रोल प्ले गर्छ जस्तै अब यो साथीले एक नम्बरको साथीले दुई नम्बर वाला साथीलाई मुक्का हान्न खोज्यो भने यहाँ बीचमा भएको मिडियमले अब उसलाई अब धेरै रोक्न सक्यो भने अलि कम मुक्का जान्छ अलि थोरै रोक्यो भने कति रेजिस्ट गर्छ कति परमिट गर्छ जस्तै मैले यसरी हान्न खोजे भने अब यसरी लगाउन खोजे भने अब यहाँ बीचमा म यो जुन मिडियम छ नि मिडियमले मलाई कति रेजिस्ट गर्छ कति परमिट गर्छ भन्ने कुरा यहाँ रोल हुन्छ जस्तै यी दुई जना साथीहरुलाई एक जनाले अर्कोलाई यसरी एयरमा आउँदा मुक्का हान्यो र यिनै दुई जना फेरि स्विमिङ पुलमा गए पानीमा गए अब त्यहाँ पनि फेरि लडाई झगडा गर्न खोजे है अब त्यसपछि यसले यसलाई मुक्का हान्दा त्यही बराबरकै फोर्स लगाएको थियो उले भित्रैदेखि निकालेको एनर्जी त एक नम्बरले दुई नम्बरले हान्न उही टाइपको फोर्स लगाएको थियो तर एयरमा आउँदा यसले अलि बढी मुक्का खाएको थियो अलि जोडले झड्का खान्थ्यो पानीमा आउँदा कम्प्यारेटिभली अलि कम झड्का खाने भयो पानीमा आउँदा कम्प्यारेटिभली अलि कम झड्का खाने भयो मतलब अब यसमा के हुन्छ भन्दा बीचको त्यो बीचको मिडियमले
बीचको मिडियमले कति परमिट गर्छ त यहाँ पनि लाइन्स अफ फोर्सको कुरा त्यस्तै रहन्छ यो Q1 चार्जको फोर्स Q2 मा Q2 चार्जको फोर्स Q1 मा लाग्न यसको इलेक्ट्रिक फिल्ड S मा यसको इलेक्ट्रिक फिल्ड S मा मतलब लाइन्स अफ फोर्स यो बीचको मिडियमले कति लाइन्स अफ फोर्सहरुलाई पास हुन दिन्छ त कति इन्ट्र्याक्सन हुन पाउँछ भन्ने कुराले रोल प्ले गर्छ त्यसो हुनाले चार्जहरु एयरमा हुँदा र मिडियममा हुँदा एउटै फोर्स चाहिँ रहँदैन है त्यही भएर अब मिडियममा हुँदा एयरमा हुँदा एयरले कति परमिट गर्छ भन्ने फ्याक्टरको कुरा आउँछ अनि मिडियममा हुँदा मिडियमले कति परमिट गर्छ भन्ने हुन्छ त्यही भएर जनरली हामीलाई इजिली एक्सेसिबल भएको केही पनि भन्दैन भने त हामी एयरको कुरा गर्छौं नि त त्यही भएर हामी रिलेटिभली कम्पेयर गर्छौं कि यसलाई रिलेटिभ परमिटिभिटीको टर्ममा कुरा गर्छौं रिलेटिभ सुनाइ एकदमै बुझेर जाऊ है रिलेटिभ परमिटिभिटी भनेपछि यहाँ एप्सिलोन आर ले डिनोट गर्छौं त्यो रिलेटिभ परमिटिभिटी भनेपछि यहाँ त रेशियो हो नि परमिटिभिटी अफ एयर मिडियम अपन परमिटिभिटी अफ एयर यसरी यहाँ रिलेटिभ परमिटिभिटी भनेको एयरमा हुँदाको परमिटिभिटी फ्याक्टर र मिडियममा हुँदाको परमिटिभिटी फ्याक्टरको जुन रेशियो छ दैट इज रिलेटिभ परमिटिभिटी मतलब परमिटिभिटी अफ मिडियम टु दैट अफ एयर मिडियमको परमिटिभिटी र एयरको परमिटिभिटीको रेशियोलाई हामी रिलेटिभ परमिटिभिटी भन्छौं रिलेटिभ परमिटिभिटी त्यसो भए परमिटिभिटी अफ मिडियम एप्सिलोन इक्वल्स टु एप्सिलोन नट इन्टु एप्सिलोन आर लेख्न सक्यो त्यही भएर अब फोर्स इन मिडियम वाला भ्यालुलाई भाइ बहिनीहरु यसरी लेख्न सकिन्छ कि Q1 Q2 बाइ 4 पाइ त एप्सिलोन को ठाउँमा एप्सिलोन नट इन्टु एप्सिलोन आर आर स्क्वायर अब यसरी बुझ कि चार्जहरु एयरमा एक्जर्ट हुँदाखेरि जहिले पनि एयर मिडियम एयर भन्दियो भने एप्सिलोन नट मात्र राख्ने अब इलेक्ट्रिक फिल्डमा पछि पोटेन्शियलमा एयरको मात्रै कुरा आयो भने एप्सिलोन नट राख्ने मिडियम भनेको छ भने एप्सिलोन नट इन्टु एप्सिलोन आर गरेर लेख्नु पर्यो है भनेपछि अब यो दुईटा भयो फेरि यहाँबाट रेशियो लिदियौ त इक्वेसन 1 र 2 को रेशियो डिवाइड गरियो भने यहाँ के आउने भयो फोर्स इन एयर अपन फोर्स इन मिडियम इक्वल्स टु रिलेटिभ अरु सबै कट्यो रिलेटिभ परमिटिभिटी अर डाइलेक्ट्रिक कन्स्टेन्ट के ले पनि डिनोट गर्छौं अब रिलेटिभ परमिटिभिटी को अब यसको भ्यालु कसरी कति हुन्छ यो सम्झिनु पर्ने अब रिलेटिभ परमिटिभिटीलाई हामी कसरी पनि डिफाइन गर्न सक्यौं रिलेटिभ परमिटिभिटीलाई कसरी पनि डिफाइन गर्न सक्यो भने रेशियो अफ फोर्स एक्जर्टेड बाइ एनी टु चार्जेस इन एयर टु दैट इन एनी मिडियम चार्जहरु एयरमा हुँदा एक्जर्ट गर्ने फोर्स र तिनै चार्जहरु मिडियममा राख्दा एक्जर्ट गर्ने फोर्सको रेशियोलाई हामी के भन्यौं त relative permittivity force exerted by any two charges in air to that in any medium दुईटा बीचको फोर्सको मिडियम सर फेरि भन्न यसलाई यस्तो भइदियो अब यहाँनेर के हुन्छ भन्दा यस्तो भइदियो कि कुनै दुईटा चार्जहरु यसरी सोच न यो Q1 Q2 कुनै दुईटा चार्जहरु एउटा Q1 चार्ज छ अर्को Q2 चार्ज छ एउटा चार्जले अर्को चार्जमा लगाउने फोर्स त यहाँ इलेक्ट्रिक फिल्ड पास हुने हो नि त मैले या फिक्स टु पछि पढ्छु हामी QE भनेर अब एउटाले अर्कोमा अर्कोले अर्कोमा यहाँ कति लाइन्स अफ फोर्स एकचोटी म क्लियर गराउँछु सुन न त यो पॉइन्टलाई त्यसभए यहाँ एप्सिलोन आर भनेको रिलेटिभ परमिटिभिटी भयो रिलेटिभ परमिटिभिटी यसको थ्योरेटिकल मिनिङ बुझाउँ न तपाईलाई त्यसभए रिलेटिभ परमिटिभिटी भनेको के रिलेटिभ परमिटिभिटी भनेको सिलेक्टिभली परमिट गर्ने यस्तो हुन्छ रिलेटिभली परमिट गर्ने तिमीले अब रिलेटिभ टर्म युज गर्दिएपछि त्यसको अर्थ आउँछ रिलेटिभ परमिटिभिटीको मिनिङ हुन्छ नट परमिसन नट एक्चुअली नट परमिसन भन्ने हुन्छ भनेको रेजिस्ट गर्ने नट परमिसन जस्तै यसरी बुझ न एउटा बस यता जाँदैछ अर्को बस पनि त्यही डाइरेक्सनमा जाँदैछ भने अब यसले के हुन्छ दुईटी बसको स्पिड सेम छ भने ए बसमा हुने प्यासेन्जरले बी बसलाई मुभै नभएको जस्तो देख्छ एक्चुअली नट मुभिङ हो कि रिलेटिभली नट मुभिङ मतलब रिलेटिभ टर्म आइसकेपछि बुझ यो नट परमिसन केलाई नट परमिसन भन्ने कुरा आयो भने
इलेक्ट्रिक लाइन्स अफ फोर्सहरूलाई नट परमिसन। एक लाइन यो बुझ नि त। त्यसपछि रिलेटिभ पर्मिटिभिटीमा नट परमिसन भनेको हायर द भ्याल्यु अफ सुन है, यसको म क्लियर गर्छु। हायर द भ्याल्यु अफ इप्सिलन आर को भ्याल्यु जति धेरै छ लोअर विल बी द लाइन्स अफ फोर्स passing through that substance. Lower will be the lines of force passing through that substance. जति धेरै रिलेटिभ पर्मिटिभिटीको भ्यालु छ त्यति नै थोरै लाइन्स अफ फोर्स। रिलेटिभ पर्मिटिभिटी भनेको नट पर्मिट गर्ने भ्यालु जति धेरै छ। जस्तै यहाँबाट जस्तै अब कुनै यसरी बस्छ, यसरी बुझ त, गेट पालेको जस्तो काम गर्ने के गार्डको जस्तो काम गर्ने। कसरी गार्डको जस्तो काम गर्ने भन्दा जति यसो भन्न खोजे मैले, जति कडा गार्ड त्यति नै थोरै स्ट्रेनहरु पास हुन पाउने भए। किन भन्दा धेरै कडा गार्ड छ, एकदमै स्ट्रङ खतरा सुपरम्यान टाइपको गार्ड छ भने, कडा गार्ड छ भने चेक गर्छ ले तेरो कार्डले के भन्न थाल्छ हैन। अनि यसो काहीँ केही केयरमेट भयो भिजेको केही जतिको जस्तो किन जति जा तँलाई आउँदिन्न भने पुरै रोक्न खोज्छ। मतलब यस्तो भयो, जति धेरै रोक्ने भ्यालु इप्सिलन आर को जति धेरै भ्यालु हुन्छ, इप्सिलन आर को भ्यालु जति धेरै हुन्छ त्यो धेरै हुने बित्तिकै थोरै मात्रै लाइन्स अफ फोर्सहरु पास हुन पाउँछन् त्यो सब्स्टेन्सबाट। मतलब जति कडा गार्ड छ, यो कडा गार्ड छ भने यसले यहाँबाट जानेहरुलाई धेरै रोक्न खोज्छ। यदि नरम गार्ड थियो भने मतलब भन्दै छोड्दिन्थ्यो हैन। भनेपछि जति कडा गार्ड त्यति नै थोरै पास हुने भए। जति अब यसको मतलब यहाँ कन्डक्टरमा के हुन्छ, पछि हामी कन्डक्टरमा डिटेलमा पढ्छौं यसलाई इलेक्ट्रिक फिल्डमा। यस्तो हुन्छ, यो कन्डक्टर छ भने भाइ बहिनीहरु, कन्डक्टरको इनसाइड इलेक्ट्रिक फिल्ड 0 हुन्छ। इनसाइड इलेक्ट्रिक फिल्ड 0 हुन्छ, यो त थाहा छँदैछ। फिल्ड 0 किन हुन्छ भन्दा लाइन्स अफ फोर्स यस्तो हुन्छ, फिल्ड के हुन्छ, इलेक्ट्रिक लाइन्स अफ फोर्सले इलेक्ट्रिक फिल्ड दिन्छ। जस्तै पोजिटिभबाट स्टार्ट भएर नेगेटिभ चार्जमा पास हुने लाइन्स अफ फोर्स भन्छौं नि हामी। यसमा पनि जब लाइन्स अफ फोर्स यसरी आइराथे, पास हुने आइराथे नि कन्डक्टरमा, टक्क यसले जति लाइन्स अफ फोर्स आए पनि कम्प्लिटली ब्लक गरिदिन्छ। कुनै पनि लाइन्स अफ फोर्सलाई यो कन्डक्टरले आफूबाट पास भएर जान दिदैन। कन्डक्टरले कुनै पनि लाइन्स अफ फोर्सलाई यसरी आका कुनै पनि लमान 10 वटा आए पनि 10 वटै, 20 वटा आए पनि 20 वटा, जति आका छन् नि आका जति लाइन्स अफ फोर्सलाई कम्प्लिटली ब्लक गरिदिन्छ। यहाँबाट पास भएर जान दिदैन। अब भन्न त के थियो कुरा सर? अनि हलो कन्डक्टर छ त्यसबाट पनि पास गर्न दिदैन? कन्डक्टरको फ्लक्स 0 हो भाइ पनि। इलेक्ट्रिक फिल्डमा पनि पढ्छौं हामी। कन्डक्टरको इनसाइड फिल्ड 0। इनसाइड फिल्ड 0 को मतलब कन्डक्टरको मटेरियलबाट कुनै पनि लाइन्स अफ फोर्सहरु पास भएर जान पाउँदैन, यसले अलाउ गर्दैन। बिचमा हलो भयो भने सर, बिचमा होलोस् कि जेसुकै सोलिड होस्, इनसाइड त्यो सर्फेसलाई पेनिट्रेट गरेर जानै सक्दैन। किन भन्दा इन्ड्युसिङ फिल्ड र इन्ड्युस फिल्डका कुरा गर्छु मैले इलेक्ट्रिक फिल्डमा। अहिले यति के बुझ भन्दा यो मैले पास हुन दिने नदिने कन्सेप्टलाई मात्रै यहाँ अहिले कुरा गर्दैछु। कुनै पनि कन्डक्टर यो मटेरियल छ भने कन्डक्टरले none of the lines of force can pass through the substance of conductor. कन्डक्टर थ्रु कुनै पनि लाइन्स अफ फोर्स पास हुन सक्दैनन् भनेपछि कन्डक्टरको रोक्ने भ्यालु कति, कन्डक्टरको रेजिस्ट गर्ने जति लाइन्स अफ फोर्स आए आका जतिलाई कम्प्लिटली ब्लक गरिदिन्छ भनेपछि त यसको ब्लक गर्ने क्यापासिटी कति, सुपरम्यान के इन्फाइनाइट। कोही पनि पासै हुन दिएन, कम्प्लिटली सबैलाई ब्लक गर्यो, कुनैलाई पनि पास हुन दिएन भनेपछि त्यही भएर कन्डक्टरको रिलेटिभ पर्मिटिभिटी अब त्यो किन भन्ने नजाने पनि कति भन्ने चाहिँ अब याद होस् है। फर कन्डक्टरको रिलेटिभ पर्मिटिभिटी अर डाइलेक्ट्रिक कन्स्टेन्ट इन्फाइनाइट लार्ज। इन्फाइनाइट लार्ज किन कम्प्लिटली ब्लक गरिदिन्छ, जति आएको छ आको जतिलाई फुल्ली ब्लक गरिदिन्छ, कुनै पनि पास भएर जान दिदैन। कन्डक्टरको रिलेटिभ पर्मिटिभिटी इन्फाइनाइट लार्ज है, इन्फाइनाइट लार्ज। विशाल भाइ भन।
त्यो सर माथि कतिसम्म भयो हेर्दिन सर एकैचोटि भर्खर हो तिमी भर्खर हजुर चल्का छुट्टिहाल्यो कि सर आज कोलम्स ल बाटो लास्टमा रेकर्डिङ छँदैछ नि के तनाव लिएको होला जिन्दगीमा फेरि ल सुन कन्डक्टरको रिलेटिभ पर्मिटिभिटी भ्यालु भनेको रोक्ने भ्यालु इन्फाइनाइट लार्ज कम्प्लिटली ब्लक गरिदिन्छ कुनै पनि पास भएर जान दिँदैन त्यही भएर कन्डक्टरको डाइलेक्ट्रिक कन्स्टेन्ट बाबु अल्ला नगर कन्डक्टरको डाइलेक्ट्रिक कन्स्टेन्ट भ्यालु कति इन्फाइनाइट लार्ज रिलेटिभ पर्मिटिभिटी डाइलेक्ट्रिक कन्स्टेन्ट हो सही हो फर इन्सुलेटरको कति हुन्छ अब इन्सुलेटरमा यस्तो हुन्छ भाइ बहिनीहरु यो पनि मैले इलेक्ट्रिक फिल्डमै कुरा गर्छु अहिले त्यो भन्दा अहिले यति यसको कन्सेप्ट बुझ्नलाई मात्र कुरा गर यो इन्सुलेटरले लमान कन्डक्टरले 10 वटा लाइन्स अफ फोर्स आएको थियो भने 10 वटै ब्लक गरिदिन्छ 20 वटा आए 20 वटै जति आए आका जति ब्लक गरिदिन्छ तर इन्सुलेटरले कम्प्लिटली ब्लक गर्दैन भाइ बहिनी लमान यसमा 10 वटा लाइन्स अफ फोर्स आएको थियो भने 10 वटा लाइन्स अफ फोर्स आएको थियो भने एक दुईटा मात्र पास हुन दिन्छ धेरै त रोक्छ नै है केही मात्र पास हुन दिन्छ भनेपछि अब सोच त कन्डक्टरको रोक्ने भ्यालु इन्फाइनाइट लार्ज थियो कन्डक्ट होइन जिरो होइन अभि जिरो होइन तिमी गल्ती पढ्दैछौ है ल इलेक्ट्रिक लाइन्स अफ फोर्स पास हुन्न भन्ने करेन्ट कसरी पास हुन्छ होइन त्यो पनि फेरि करेन्टको कुरा कहाँबाट जोडौ यहाँनिर इलेक्ट्रिक लाइन्स अफ फोर्सले करेन्ट गराउने हो र क्रिएट गर्ने हो र इलेक्ट्रिक फिल्ड आफ्नो सराउन्डिङमा उसको स्ट्रेन्थ प्रोड्युस गर्ने हो इलेक्ट्रिक फिल्ड भनेको है ल अब यहाँबाट इलेक्ट्रिक लाइन्स अफ फोर्स यसलाई इन्ड्युस र इन्ड्युसिङ फिल्डमा इलेक्ट्रिक फिल्डमा पढ्ने हो कि डिटेलमा अहिले यसरी सोच त नन कन्डक्टरमा मान 10 वटा लाइन्स अफ फोर्स आएको थियो भने ल 6-7 वटा त यसले ब्लकै गरिदिन्छ कति पास भएर जान दिन्छ एक दुईटा मात्रै पास भएर जान दिन्छ भनेपछि यसको रोक्ने भ्यालु धेरै भयो यसको रोक्ने भ्यालु धेरै तर इन्फाइनाइट त्यस्तो होइन केही ग्रेटर देन 1 है ग्रेटर देन 1 अब यसको पनि अब माइका प्लेट हो भने 5 हुन्छ प्लास्टिक 6 हुन्छ पेपरहरु 8 हुन्छ वाटर 81 त मेटेरियलहरु हुन्छ त्यसरी कन्ठ बनाउनु पर्दैन कन्डक्टरको डाइलेक्ट्रिक कन्स्टेन्ट इन्फाइनाइट लार्ज इन्सुलेटरको ग्रेटर देन 1 भनेर बुझ फर एयर को लागि के होला अब एयर को तिमीले 11 मा त 1 नै भनेर पढ्यौ अब 1 होइन है एयरले स्लाइट अलिअलि हल्का केही न केही त ब्लक गर्न खोज्ला नि भन्ने अर्थमा 1.0006 स्लाइटली ग्रेटर देन 1 अब भ्याक्युमको त कुनै पनि रोकिने भन्ने कुरै रहेन कम्प्लिटली फुल्ली पास भएपछि भ्याक्युमको यो रेशियो हो के रेशियो 0 भन्नुभन्दा पनि यहाँनिर 1 रहन्छ अब यति पहिला ई फ्याक्टर जाइन राख है कन्डक्टरको किन भन्ने थाहा नभए पनि कति भन्ने चाहिँ याद हुनुपर्छ कन्डक्टरको रिलेटिभ पर्मिटिभिटी इन्फाइनाइट लार्ज इन्सुलेटरको ग्रेटर देन 1 एयर को स्लाइटली ग्रेटर देन 1 भ्याक्युम को 1 अब मैले यो किन जोडेको भन्दा भाइ बहिनीहरु यसलाई जोड्ने केसलाई अब इलेक्ट्रिक फिल्डमा इलेक्ट्रिक लाइन्स अफ फोर्स हुन्न र इलेक्ट्रिक फिल्डमा इलेक्ट्रिक लाइन्स अफ फोर्सले नै इलेक्ट्रिक फिल्ड दिने त हो नि अनि हुन्छ भने कन्डक्टर इलेक्ट्रिक फिल्ड नि पास हुन दिन कन्डक्टरले आफ्नो बडी इनसाइड पास हुन दिदैन है कन्डक्टरले यो कुनै कन्डक्टर छ भने कन्डक्टरको इनसाइड फिल्ड जहिले पनि 0 आफ्नो बडी भित्रबाट लाइन्स अफ फोर्स पास हुन दिदैन अब यहाँनिर के हुन्छ जति छ बाहिर मात्र यसरी क्रिएट गर्ने उसको सराउन्डिङ बाहिर हो तर आफ्नो बडी पेनिट्रेट गरेर उसले लाइन्स अफ फोर्स पास हुन दिदैन फ्लक्स 0 यसलाई पछि इलेक्ट्रिक फिल्डमा पढौँ है अहिले त्यसमै पढ्दा अहिले यति डाइलेक्ट्रिक कन्स्टेन्टको यो रिलेटिभ पर्मिटिभिटी भ्यालुको कुरा गर्नलाई मात्र यो बोलायो के मैले अब हेर त्यसो भए भाइ बहिनीहरु यहाँनिर कुरा के आयो भन्दा अब यो सम्झिने नि कन्डक्टरको डाइलेक्ट्रिक कन्स्टेन्ट इन्फाइनाइट लार्ज इन्सुलेटरको ग्रेटर देन 1 अब एयर को स्लाइटली ग्रेटर देन 1 भ्याक्युम को कति भ्याक्युम को 1 यसरी सम्झिने डाइलेक्ट्रिक कन्स्टेन्ट र रिलेटिभ पर्मिटिभिटी एउटै कुरा हो बाबु उही त्यही रिलेटिभ पर्मिटिभिटी इज अल्सो कल्ड डाइलेक्ट्रिक कन्स्टेन्ट त्यसलाई म पोलराइजेसन फ्याक्टर भन्ने क्यापासिटी पढ्ने बेलामा डिस्कस गर्छु है अहिले यति यहाँ बुझ भनेपछि भाइ बहिनीहरु अब यहाँ कुरा के आयो भन्दा फोर्सको हेर त के छ मैले अघि गने नि फोर्स इन एयर अपन फोर्स इन मिडियम
force in air upon force in medium equals to epsilon r or k. A force in medium equals to force in air upon dielectric constant. अब यहीबाट के बुझ्नु पर्छ भन्दा भाइ बहिनीहरु तिमीहरुले डाइलेक्ट्रिक कन्स्टेन्ट बढी हुने मिडियममा डाइलेक्ट्रिक कन्स्टेन्टको भ्यालु धेरै हुने मिडियममा चार्जरले एक्जर्ट गर्ने फोर्स कम हुन्छ किन फोर्स इज इन्भर्सली प्रोपोर्शनल टु डाइलेक्ट्रिक कन्स्टेन्ट अफ द मिडियम or relative permittivity of the medium. डाइलेक्ट्रिक कन्स्टेन्ट कम भएको मिडियममा चार्जरले एक्जर्ट गर्ने फोर्स बढी हुन्छ बढी भएको मिडियममा चार्जरले एक्जर्ट गर्ने फोर्स कम हुन्छ मैले अब यो किन भने एउटा क्वेशनै डिल गर नि त पहिला यसरी दियो the force between any two charges in air is F. Force between any two charges in air is F. What will be the new force? What will be the new force between them? New force between them if any medium what will be the new force between them any medium भन्दा पनि यसरी गरौँ न what will be the new force between them if air भनेर यहाँनिर air को केस लिए in between what will be the new force in between them if air in space between them between them is completely adjusted. Air in space between them is completely adjusted भनेर यसरी दियो air in space between them is completely adjusted. Option A slightly less than F. Slightly less than F. Option B slightly more than F. Slightly more than F. Slightly less than F. Slightly more than F. Option C equal to F. Option D 0. भाइ बहिनी गेस गरेर त 8 टर्ममा सोधा छ एकचोटी पिपिके त्यसमा के होला त आन्सर ए पनि दिएको छौ बी पनि दिएको छौ सी पनि दिएको छौ बर्बादै गरिराछौ है बर्बाद गरिराछौ अब यहीबाट बुझ्नु पर्छ है भाइ बहिनीहरु तिमीले लिएर एकदम क्लियर भएर जाऊ है विस्तारै भन्छु गरि नबुझे सोधा यस्तो भयो force is inversely proportional to dielectric constant or relative permittivity छ यो छ भने अब यस्तो कुरा आइदियो कि यो कुनै दुईटा चार्ज एउटा q1 चार्ज छ अर्को q2 चार्ज छ यो दुईटा चार्जहरु बीचको स्पेस एयरले अकुपाई गरेको छ एयरले अकुपाई गरेको छ भने पहिला एयर हुँदा यिनीहरुले याप फोर्स एक्जर्ट गरेका थियो अनि एयरलाई कम्प्लिटली एडजस्ट गर्यो त के बनायो यो एयरलाई कम्प्लिटली एडजस्ट गर्यो भने त भ्याक्युम बनाइयो नि त हामीले एयरलाई कम्प्लिटली एडजस्ट गरियो एयरलाई कम्प्लिटली हटाइयो भने त्यहाँनेर भ्याक्युम बनाइयो अब भ्याक्युम बनाइसकेपछि फोर्स इज इन्भर्सली प्रोपोर्शनल टु डाइलेक्ट्रिक कन्स्टेन्ट भन्ने त थाहा छँदैछ पहिला 1.00006 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको एयरलाई कम्प्लिटली हटाएर हामी 1 मा भयो भने त्यो 1.0006 बाट घटाएर 1 बनायो भने फोर्स पनि त स्लाइटली बढ्ने भयो त स्लाइटली इन्क्रिजेस है स्लाइटली मोर देन याफ स्लाइटली मोर देन याफ इजी छ त भाइ पनि स्लाइटली मोर देन याफ हो मैले यही भएर ल 7 करोड कसले जित्यो अभिले ल यसमा हेर स्लाइटली मोर देन याफ है स्लाइटली मोर देन याफ भन्ने बुझ्नु पर्यो तर यही क्वेशनमा भाइ बहिनीहरु यही क्वेशनमा यस्तो भन्दै इफ एयर इज रिप्लेस्ड बाइ नोट गरौ न यसलाई यस्तो भन्दै भाइ if air in space between them is replaced by other medium if air in space between them air in space between them is replaced by
replaced by other medium, any other medium भने अब के भन्थ्यो भाइ पिनेहरु air in space between them is replaced by any other medium भने अब force के हुने थियो force के हुन्थ्यो होला डिक्रिज फोर्स घट्ने थियो एयर को भन्दा कम भएको भ्याक्युम को अरुको त बढी छ force between them and force between them decreases force between them त्यहाँ slightly भन्ने कुरा हैन force between them decreases force घट्छ decreases and becomes कति बन्छ त घटेर and becomes air मा या force थियो भने अब F by k अथवा के भनेको डाइलेक्ट्रिक कन्स्टेन्ट F by k कति बन्छ भने पनि F by k एयर मा 50 न्यूटन फोर्स थियो 5 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमले रिप्लेस गर्यो भने फोर्स कति घटेर 50/5 भएर 10 न्यूटन हुन जाने थियो 10 न्यूटन हुन जाने थियो अब भन त 10 न्यूटन सर अझै एकचोटी माथिको क्वेशन बुझाइदिनु न मलाई यो एयर एडजस्ट गर्ने कुरालाई हजुर सुरुमा यहाँ बुझ यो दुईटा चार्जहरु बीचको स्पेस केले अकुपाई गरेको छ सुरुमा एयरले अकुपाई गरेको छ त्यतिबेला एउटाले अर्कोमा लगाउने फोर्स F छ एयरलाई कम्प्लिटली एडजस्ट गर्यो त भ्याक्युम बनायो अब भ्याक्युम बनाउँदा 1 एयरको डाइलेक्ट्रिक कन्स्टेन्ट भ्यालु 1.0006 थियो त 1.006 बाट डाइलेक्ट्रिक कन्स्टेन्टको भ्यालु 1 बनायो भनेपछि घटायो अब यो डाइलेक्ट्रिक कन्स्टेन्टको भ्यालुलाई स्लाइटली घटाउँदाखेरि फोर्स पनि त स्लाइटली बढ्ने पनि पहिला F थियो पनि अब स्लाइटली मोर देन F हुने भयो स्लाइटली मोर देन F हुन आउने भयो स्लाइटली मोर देन F ल अब यसबाट कुरा हाम्रो भयो अनि F by k कति बन्छ त F by k बन्छ भनेर एन्सर देऊ है अब यसमा त पक्कै तिमीलाई कुनै पनि कन्फ्युजन छैन भनेपछि अब हामी लाग्छौं अब यसपछि फोर्स बिट्विन देम बिकम्स अब यति बन्छ भन्ने कुरामा अब कन्फ्युजन छैन अर्को क्वेशन यसैबाट अब यसरी बुझ्नु पर्यो भाइ पिनेहरु मिडियमले यो Q1 Q2 चार्ज कुनै दुईटा चार्ज छन् यो दुईटा चार्जको बीचमा कम्प्लिटली एयर हुँदा फोर्स F लाग्या थियो भने एयरलाई फुल्ली अब कुनै मिडियमले रिप्लेस गर्यो ल अब एयरलाई यो Q1 Q2 चार्जको बीचमा अब एयर छैन मैले एयरलाई कम्प्लिटली अर्को कुनै मिडियमले रिप्लेस गरे है दुईटा चार्जहरु फुल्ली एयर हुँदा फोर्स F थियो भने के आर इप्सिलोन आर के डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमले रिप्लेस गर्यो भने फोर्स के हुन्छ फोर्स F by k बन्न जान्छ फोर्स बिकम्स F by k अब यसको केसमा भन्न के थियो सर हजुर फोर्स इन एयर बाइ फोर्स इन के रे भ्याक्युम लाई हामीले फोर्स इन एयर बाइ के रे फोर्स इन भ्याक्युम इक्वल्स टु परमिटिभिटी अफ भ्याक्युम बाइ परमिटिभिटी अफ एयर लेख्न मिल्छ हैन त्यो लेख्न पनि किन पर्यो र त्यो गर्नै छोड्देऊ न फोर्स इज इन्भर्सली प्रोपोर्सनल टु डाइलेक्ट्रिक कन्स्टेन्ट गर्देऊ कुरै सकियो नि अरु किन तनावले राख्नु जनरली एयर यस्तो हो के एयर र भ्याक्युमै कम्पेयर गराइदियो भने जान्यो नत्र जनरली अरु केसमा त एयर नै भनेर एयर भ्याक्युम उस्तै गराएर जान्ने हो क्या है हजुर ल रिसब भाइ के थियो भन त सर यो कम्प्लिटली एक्जस्टेड भनेको यहाँ भ्याक्युम बन्यो हैन अनि यो डाइलेक्ट्रिक कन्स्टेन्टलाई चाहिँ यो डिक्रिज किन गर्नुभयो सर यहाँ त भनिएको छ अनि सुन न बाबु यही त मैले कुरा गरेको छु नि फोर्स इज इन्भर्सली प्रोपोर्सनल टु डाइलेक्ट्रिक कन्स्टेन्ट यति त आइडिया भयो नि हैन हो ल सुन अनि डाइलेक्ट्रिक कन्स्टेन्टको भ्यालु त्यही बार जान्नु पर्यो के एयर को डाइलेक्ट्रिक कन्स्टेन्ट 1.0006 भने मैले अनि भ्याक्युम को कति भ्याक्युम को 1 त्यसो भए अब यो डाइलेक्ट्रिक कन्स्टेन्ट बढी हुने मिडियममा फोर्स कम हुन्छ कम हुने मिडियममा फोर्स बढी हुन्छ यो पनि बुझाउ नि हैन हजुर हजुर अनि एयर हुँदा पहिला F फोर्स थियो भने एयरलाई कम्प्लिटली एडजस्ट गरेपछि के बनायो भ्याक्युम अनि 1.006 बाट घटाएर 1 बनायो कि बनाएन डाइलेक्ट्रिक कन्स्टेन्टलाई हो हजुर यो घटाउँदाखेरि डाइलेक्ट्रिक कन्स्टेन्ट घटाउँदाखेरि फोर्स घट्ने भयो कि बढ्ने भयो बढ्ने भयो अलि धेरै बढायो कि सामान्य स्लाइड मात्रै बढायो थोरै बढ्यो
हो त्यही भएर त लेखेको नि अनि अरूको केसमा हेर अनि एयरको भन्दा कम डाइलेक्ट्रिक कन्स्टेन्ट भएको भनेको त त्यही भ्याक्युमको त हो नि अरूको छ र अरूको त छैन नि एयरको भन्दा ल एयरमा एफ फोर्स थियो भने अब 5 अरू एयरको भन्दा बढी छ डाइलेक्ट्रिक कन्स्टेन्ट बढी भएको मिडियममा फोर्स कम हुन्छ कि हुँदैन हुँदा एयरमा एफ फोर्स थियो भने अब एयरमा फोर्स एफ थियो भने फोर्स इन मिडियम इक्वल्स टु फोर्स इन एयर अपन त्यही डाइलेक्ट्रिक कन्स्टेन्ट वाला भ्यालु भयो कि भएन यसरी गरेको मैले है अब कुरा बुझ्नु ल अब त्यसपछि यसमा पनि अब कन्फ्युजन हो यहाँ मैले यसलाई कुरा गर्न खोज्दैछु एकैचोटि अब यो पोइन्टलाई यहाँ निर्धारण देऊ कुनै दुईटा चार्जहरु भाइ बहिनीहरु यो Q1 Q2 चार्जहरु ल ल अल्ला भयो म्युट गर Q1 Q2 चार्जहरु एयरमा R सेपरेसनमा छन् सुन है Q1 Q2 चार्जहरु एयरमा R सेपरेसनमा छन् ल एउटा यो Q1 छ अर्को Q2 छ यी दुईटा चार्ज बीचको सेपरेसन R छ है मिडियम कुन छ सेपरेसन R छ मिडियम एयर हुँदा एउटाले अर्कोमा लगाउने फोर्सलाई F थियो अब त्यही डिस्टेन्समा कम्प्लिटली मैले कुनै मिडियम राख्दै फुल्ली ल के डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियम राख्दै भने अब यो दुईटा बीचको फोर्स के हुन्छ F/k भन्छ फोर्स घट्छ पहिला एयरमा भएको फोर्सको 1/k टाइम्स हुन्छ अब यो त कुरा आयो तर यसरी क्वेशन दियो भने के गर्छौ त मैले यहाँ क्वेशन यसरी लेखे है त एउटा क्वेशनकै प्याटर्नमा बुझाउँछु फोर्स between two charges in air force between two charges in air is force between two charges in air at separation at force between two charges in air at separation R is F what will be the distance between them in any medium of dielectric constant any medium of dielectric constant K to exert same force as in air मा जत्तिकै फोर्स एक्सर्ट गर्न ती दुईटा चार्जहरु बीचको डाइलेक्ट्रिक कन्स्टेन्ट राखेपछि मिडियमको डिस्टेन्स कति हुनु पर्ला अप्सन ए R√k अप्सन बी R/√k अप्सन सी K√R अप्सन डी K/√R भाइ पनि ट्राई गर्छौ ल नि त सोच के होला धेरैको एन्सर हेर्दै छु है मैले एन्सर लगभग मिस्टेक आइराछ है मैले राइट एन्सर पाएको छैन है खासै राइट एन्सर भेटेको छैन खासै होइन एउटा चाहिँ भेटे अहिले अब सुन भाइ बहिनीहरु पहिला क्वेशनले के भन्न खोजेको छ धेरैको राइट एन्सर आयो पछि बल्ल राइट एन्सर आउन थाल्यो ल सुन है त कुरा के छ पहिला क्वेशनले भन्न खोजेको बुझ के एउटा यो Q1 चार्ज छ अर्को Q2 चार्ज छ यो दुईटा चार्जहरु एयरमा R सेपरेसनमा राख्यौं R सेपरेसन इन एयरमा R सेपरेसनमा राखेको एउटाले अर्कोमा एक्सर्ट गर्ने फोर्स F छ ल फोर्स इन एयर F इक्वल्स टु F छ F फोर्स लगाएको छ एउटाले अर्कोमा एक्सर्ट गर्ने फोर्स F छ सपोज अब के भनेको छ सुन है भाइ अघि मैले कुरा गरे नि एयरमा एउटाले अर्कोमा लगाउने फोर्स F छ भने what will be the distance between them in any medium of dielectric constant K सुन त त्यति नै डिस्टेन्स सोच त एयरमा यी दुईटा चार्जहरु R सेपरेसनमा छन् हुँदाखेरि एउटाले अर्कोमा लगाउने फोर्स र अनि मिडियम राख्दिएपछि त्यति नै फोर्स त पोसिबल छैन नि त ल एयरमा भएको त्यति नै फोर्स बनाउनलाई यिनीहरुलाई अब नजिक ल्याउनु पर्यो
नजिक ल्याउनु पर्यो मतलब डिस्टेन्स चेन्ज गर्नु पर्यो अब सेम यही एयरमा पनि आर डिस्टेन्स राख्ने अनि कम्प्लिटली मिडियम पनि राखे भए त फोर्स एफ बाई के बन्ने थियो नि त मैले अघि सिकाएँ नि एफ बाई के बन्ने थियो तर कुरा के छ भन्दा भाइ बहिनीहरु अब यसमा यी दुईटा चार्ज एउटा Q1 चार्ज छ अर्को Q2 चार्ज यी दुईटा चार्जहरुलाई अब मिडियममा हामीले मिडियममा अब कस्तो भइदियो भन्दा मिडियमको डाइलेक्ट्रिक कन्स्टेन्ट के डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियममा अब चाहिँ आर डैश डिस्टेन्स चेन्ज गर्छु है डिस्टेन्स चेन्ज गर्छु एयरमा जति डिस्टेन्स छ त्यति डिस्टेन्स अहिले मैले राखिन मिडियममा अब आर डैश डिस्टेन्समा राखे किन मिडियममा कम डिस्टेन्स गरे भन्दा एयरमा जति फोर्स थियो मिडियममा पनि त्यही बराबरकै फोर्स बनाउन एउटै डिस्टेन्स राखेर एयरमा र मिडियममा सेम फोर्स बनाउन मलाई पोसिबल भएन के भाइ बहिनीहरु कुरा बुझौ यसमा लेखा तपाईलाई यतिमा बुझ्यो कि बुझेनौ त्यहाँ ल एयरमा जति फोर्स छ एयरमा जति फोर्स छ मिडियममा त्यही सेपरेसनमा सेम फोर्स त पोसिबल छैन त्यही भएर मैले मिडियममा डिस्टेन्स चेन्ज गरे अलि नजिक ल्याए किन सेम फोर्स बनाउन त्यसपछि क्वेशन अनुसार फोर्स इन एयर इक्वल्स टु फोर्स इन मिडियम लेख्न सकियो तर डिस्टेन्स चेन्ज गरेर एयरमा हुने फोर्स र मिडियममा हुने फोर्स सेम बनाइयो अब एयर भनेपछि Q1 into Q2 by 4 pi epsilon naught r square लेखे मैले यसलाई एयरमा r सेपरेसन मिडियम Q1 Q2 by 4 pi epsilon naught into epsilon r लाई के लेखौ न epsilon naught into epsilon r के अनि r dash स्क्वायर है मिडियम को डिस्टेन्स r dash अब अरु सबै कट भयो r स्क्वायर इक्वल्स टु के r dash स्क्वायर आउने भयो हामीलाई r dash चाहिएको छ r dash इक्वल्स टु r by root के धेरैले a आन्सर भनेको थियो है b पछि त धेरैको b आन्सर आएको छ आन्सर r by root के ल शार्दुल भाइ के थियो भने होला हेलो खै लर्ड विशाल भन बाबु हजुर सर यो सर सनी सर यो तल्लो यसको डिस्टेन्स डाइइलेक्ट्रिक कन्स्टेन्टको डिस्टेन्स घटाउनु परेन त एयरमा जति डिस्टेन्स छ डाइलेक्ट्रिक राखेपछि पनि त्यही डिस्टेन्स राखेर त सेम फोर्स पोसिबलै भएन नि बाबु तिम्रो साउन्ड सुनेको छैन मैले राम्रोसँग तिम्रो स्वरै सुनेन राम्रोसँग एयरको घटाउँदा हुँदैन सर डिस्टेन्स अनि मूर्खा यही त छ नि तिम्रो एयरको घटाएर त झन बर्बादै भयो घटाउन त मिडियममा किन फोर्सले त फलोज इन्भर्स स्क्वायर ल त मिडियमले घटाएकोलाई अनि डिस्टेन्स पनि घटाइदिएर अनि आर कम गराएर फोर्स बढाउन खोजायो नि त एयरमा जतिकै है एयरमा घटाएर काम भयो त अब यसमा यही भयो कृष्ण भाइले केही भन्न खोज्दैछ अहिले हो सर मैले त त्यही यसलाई एउटा क्वेशन सोध्नु थियो अहिले सोध्न मिल्छ भन मैले एउटा सरसँग के पढाएको थिएँ भन्दा इलेक्ट्रिक फिल्ड इन मटेरियल अफ द कन्डक्टर इज 0 मा हुन्छ हैन अनि इलेक्ट्रिक इनसाइड द कन्डक्टर इज 0 चाहिँ हुँदैन रे यो चाहिँ हाम्रो मिसकन्सेप्सन मात्र हो मटेरियल अफ द कन्डक्टर चाहिँ 0 हुन्छ तर इनसाइड कन्डक्टर 0 चाहिँ हुँदैन रे इनसाइड कन्डक्टर इलेक्ट्रिक फिल्ड 0 हुँदैन रे हजुर सर त्यही इनसाइड मटेरियल अफ द कन्डक्टर चाहिँ 0 हुन सक्छ तर इनसाइड कन्डक्टर इज 0 हुँदैन भनेर मटेरियल भन्ने हैन न इनसाइड कन्डक्टरको इनसाइडको एभ्री पोइन्टमा 0 हुन्छ मैले त्यसलाई इलेक्ट्रिक फिल्डमै बुझाउँला के त्यो बुझाउँदा इन्ड्युसिङ र इन्ड्युस फिल्डका कुरा गरेपछि अहिले त्यसलाई तिमीले सुन्नै नपर्ने कुरा आउँछ है बुझौ हुन्छ किनभने उहाँले एउटा फिगर पनि बनाउनु भएको थियो एउटा स्फियर हैन हैन म भन्छु त्यसमा चिन्ता नगर त्यो कुरा तिमीले भनेको मैले बुझेँ तर अहिले त्यो बुझाउन फेरि लामो थ्योरीमा म गफ गर्नुपर्ने हुन्छ है हजुर ल
अब यसमा ल हेर्नु सुन त इलेक्ट्रिक फिल्ड पढिहाल्छौ नि त्यहाँ डिस्कस गरौँला अनि सुन अब यहाँनिर यो भयो अब मैले यो किन बुझाउन खोजेको भन्दा भाइ बहिनीहरु तिमीलाई यो अब यसको कन्सेप्ट यहाँनिर दिन खोजेको फोर्स इन पार्शियल मिडियम बुझ्नलाई फोर्स इन पार्शियल मिडियम अब मिडियमलाई पार्शियली राख्यो भने के होला फोर्स इन पार्शियल मिडियम सुन है फोर्स इन पार्शियल मिडियम कस्तो कुरा आयो भन्दा एउटा Q1 चार्ज छ अर्को Q2 चार्ज छ यो Q1 Q2 चार्जहरु बीचको सेपरेसन पहिला एयरमा R सेपरेसन थियो R थियो यिनीहरुको बीचमा मैले केही सर्टेन थिकनेसको कुनै डाइलेक्ट्रिक सब्स्टेन्स राखे फुल्ली राखिन भाइ बहिनीहरु अहिले कम्प्लिटली राखिन है के डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियमलाई अप टु थिकनेस टी थिकनेस सम्म राखियो टी थिकनेस सम्म मिडियम राखेपछि पार्शियली राखेपछि अब फोर्स के होला यसलाई सोच्नु पर्यो एकैचोटी तिमीले अब यहाँको कन्सेप्ट बुझ त यो मैले माथि बुझाएको कन्सेप्टमा यो दुईटा चार्जहरु एयरमा 10 सेन्टिमिटरमा हुँदा सपोज यो दुईटा चार्जहरु एयरमा 10 सेन्टिमिटरमा हुँदा एउटाले अर्कोमा लगाउने फोर्स सपोज F थियो अनि यिनीहरुको बीचमा ल मैले 4 डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियम राखेपछि 4 डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियम लिइसकेपछि त्यति नै डिस्टेन्समा सेम फोर्स त पोसिबल भएन नि त अब त्यही डिस्टेन्समा 4 डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियम राख्दा भए त फोर्स F/4 हुने थियो त्यही भएर सेम फोर्स बनाउन मिडियममा डिस्टेन्स घटाए मिडियममा मैले कति डिस्टेन्स बनाए r डैश अब r डैश इक्वल्स टु कति आयो r डैश इक्वल्स टु एयरमा भएको डिस्टेन्स 10 अनि मिडियमको r/√k मिडियमको डाइलेक्ट्रिक कन्सन्ट √4 गर्दाखेरि 5 सेन्टिमिटर आयो अब यसरी सोचौं है एकैछिन यहाँ कुल भएर सोचौं त कुनै यी दुईटा चार्जहरु एयरमा 10 सेन्टिमिटरमा राख्दा एयरमा 10 सेन्टिमिटरमा राख्दा एउटाले अर्कोमा जति फोर्स लगायो 4 डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियममा 5 सेन्टिमिटरमा राख्या भए त्यति नै फोर्स हुने थियो हो यो भन्न पाइन्छ एयरमा 10 सेन्टिमिटरमा हुँदा एयरमा 10 सेन्टिमिटरमा हुँदा एउटाले अर्कोमा जति फोर्स लगाउँछ 4 डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियमको 5 सेन्टिमिटरको डिस्टेन्समा पनि त्यति नै फोर्स लगाउँछ भनेपछि नवीन भाइ के थियो गान्छ भन सर मिडियममा f अपन के हैन र f अपन के त डिस्टेन्स एउटै हुँदा हो नि बाबु सेम डिस्टेन्स बनाउन त के रे सेम फोर्स बनाउनलाई त डिस्टेन्स घटाउनु पर्यो नि त त्यही भएर मिडियममा बुझौ ल अब यस्तो भयो यहीबाट सोच एयरमा 10 सेन्टिमिटरमा हुँदा यहीबाट रेफरेन्स ल्याउ त एयरमा 10 सेन्टिमिटर डिस्टेन्समा हुँदा एउटाले अर्कोमा लगाउने फोर्स F थियो भने 4 डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियमको 5 सेन्टिमिटर डिस्टेन्समा त्यति नै फोर्स हुने भए ल अब यसको रेफरेन्स यहाँनिर लग्छु मैले फेरि एकचोटी यस्तो भने यो Q1 Q2 चार्जहरु यो दुईटा चार्जहरु एयरमा सुन है भाइ पनि एकदम कुल भएर सुन है एयरमा 10 सेन्टिमिटर डिस्टेन्समा हुँदा ल एउटाले अर्कोमा 50 न्यूटन फोर्स लगायो भने अब यी दुईटा चार्जहरुलाई 4 डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियममा डाइलेक्ट्रिक कन्सन्ट 4 भएको मिडियममा सुन है 4 डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियमको 5 सेन्टिमिटरमा राख्दा त्यति नै फोर्स अब्टेन गर्यौ नि हामीले डिस्टेन्स चेन्ज गरेर मिडियम राखेपछि डिस्टेन्स चेन्ज गरेर सेम फोर्स अब्टेन गर्यौ अब हेर है 10 सेन्टिमिटर डिस्टेन्स एयरमा 10 सेन्टिमिटर डिस्टेन्समा राख्दा सुने अब यसरी सोच्ने के एयरमा 10 सेन्टिमिटर डिस्टेन्समा राख्दा एउटाले अर्कोमा जति फोर्स लगाएको थियो 4 डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियमको 5 सेन्टिमिटर डिस्टेन्समा त्यति नै फोर्स लगायो भनेपछि 4 डाइलेक्ट्रिक कन्सन्ट भएको मिडियमको भनेको के 4 भएको 4 डाइलेक्ट्रिक कन्सन्ट भएको यसमा के 4 भएकोलाई यसरी नै लेखिदिन्छु है भएको मिडियमको
मिडियमको कति डिस्टेन्स मिडियमको 5 सेन्टिमिटर डिस्टेन्स 5 सेन्टिमिटर डिस्टेन्स इज इक्वल टु इयर को लागि कति डिस्टेन्स हेर त 4 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमको 5 सेन्टिमिटर डिस्टेन्समा हुने फोर्स बराबर इयरमा कति डिस्टेन्स इयरमा 10 सेन्टिमिटर। अब यसरी बुझौं 10 मतलब मिडियमको डिस्टेन्स कति मिडियमको डिस्टेन्स 5 सेन्टिमिटर अनि मिडियमको डाइलेक्ट्रिक कन्स्टेन्ट कति 4 मिडियमको डाइलेक्ट्रिक कन्स्टेन्ट 4 बराबरको एयर डिस्टेन्स। हेर है यहाँ के लेखे मैले एकैचोटी फेरि क्लियर भयो। जस्तै 5 सेन्टिमिटर मिडियमको डिस्टेन्स र त्यो मिडियमको डाइलेक्ट्रिक कन्स्टेन्ट 4 मिडियमको डिस्टेन्स इन्टु मिडियमको डाइलेक्ट्रिक कन्स्टेन्टको रुट भ्यालुले मल्टिप्लाई गर्दा जति आउँछ त्यही बराबर एयर डिस्टेन्समा राख्नु पर्छ। कुरा अलिअलि आयो कि अलिअलि आयो होला है। जस्तै यस्तो भने 4 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको 5 सेन्टिमिटर डिस्टेन्स बराबर 4 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमको 5 सेन्टिमिटर डिस्टेन्स बराबर एयरको कति डिस्टेन्स त्यही मिडियमको डिस्टेन्स इन्टु मिडियमको डाइलेक्ट्रिक कन्स्टेन्टको रुट भ्यालु बराबर आउँछ जति त्यो एयर बराबरको डिस्टेन्स हुन्छ। एयर बराबरको डिस्टेन्स कन्फ्युजन छ पक्कै छैन है। हो अब त्यसो भए हामीले के बुझौं भन्दा अब यसरी बुझ्न मसँग टी थिकनेसको मिडियम छ के डाइलेक्ट्रिक कन्स्टेन्ट भएको टी थिकनेसको मिडियम छ भने यसको एयर इक्विभ्यालेन्ट डिस्टेन्स कति 5 सेन्टिमिटर 4 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको हेर 4 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको 5 सेन्टिमिटर मिडियमको एयर इक्विभ्यालेन्ट डिस्टेन्स भनेको मिडियमको डिस्टेन्स इन्टु त्यही मिडियमको डाइलेक्ट्रिक कन्स्टेन्टको रुट भ्यालु बराबरको एयर डिस्टेन्स हो नि भने जस्तो टी थिकनेसको के डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमको एयर इक्विभ्यालेन्ट डिस्टेन्स टी रुट के लेख्न पाइँदैन टी रुट के अब टी रुट के यतिमा कन्फ्युजन छैन भने अब अगाडि बढौँ है त। ल फोर्स इन पार्शियल मिडियममा अब म यहाँ कुरा गर्छु। ल अब यसमा हेर है त यसको केसमा के आयो भन्दा अब हामी यसलाई डिस्कस गर्न खोज्दैछौँ है। अब यहाँनिर हेर अब आर त एयर डिस्टेन्स हो आर माइनस टी के हो यो हावा डिस्टेन्स। यो के भयो आर माइनस टी भनेको यहाँ अहिले पनि पुरै आरमा टी मात्र मिडियम त हो नि आर माइनस टी भनेको हावा डिस्टेन्स आर माइनस टी भनेको यो हावा डिस्टेन्स भयो हावा डिस्टेन्स। त्यसपछि अब टी यो के डाइलेक्ट्रिक कन्स्टेन्टको के डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमको डाइलेक्ट्रिक कन्स्टेन्ट के भएको है डाइलेक्ट्रिक कन्स्टेन्ट के भएको मिडियमको टी थिकनेस बराबरको टी डिस्टेन्स बराबरको बराबर फोर्स लाग्ने बराबर अथवा इक्विभ्यालेन्ट बराबरको हावा डिस्टेन्स कति हुनु पर्यो भन त हावा डिस्टेन्स त्यो बराबरको हावा डिस्टेन्स कति हुनु पर्यो हावा डिस्टेन्स मिडियमको थिकनेस टी र त्यही मिडियमको डाइलेक्ट्रिक कन्स्टेन्टको रुट भ्यालु टी रुट के हुनु पर्यो टी रुट के। अब यसमा डाउट छैन भने अब टोटल एयर इक्विभ्यालेन्ट डिस्टेन्स कति भयो यसको केसमा भन टोटल एयर इक्विभ्यालेन्ट डिस्टेन्स नाउ द टोटल एयर इक्विभ्यालेन्ट डिस्टेन्स अब ल है टोटल एयर इक्विभ्यालेन्ट डिस्टेन्सलाई मैले आर ए भनेर लेखेँ आर माइनस टी पहिले हावा टी थिकनेसको हावा बराबरको मिडियमको डिस्टेन्स टी रुट के। अब यति आएकोमा कन्फ्युजन पक्कै छैन आर माइनस टी प्लस टी रुट के आर माइनस टी प्लस टी रुट के छ कन्फ्युजन यसमा आर माइनस टी अलरेडी हावा अनि हावा बराबरको टी थिकनेसको मिडियमको डिस्टेन्स कति टी रुट के। अब त्यसो भए फोर्स के हुने भयो
फोर्स इक्वल्स टु Q1 into Q2 by 4 pi epsilon naught. अब एयर इक्विभ्यालेन्ट मा लग्दैछौं RA स्क्वायर Q1 Q2 by 4 pi epsilon naught RA स्क्वायर or Q1 Q2 upon 4 pi epsilon naught R एक ठाउँमा R minus T plus T root K को होल स्क्वायर गर्दै T root K को होल स्क्वायर ए भयो कसले केही सोध्न खोज्दैछौ है त ल भन नि त अञ्जली के थियो सर r minus t वाला भनिदिनु नि एकचोटी माथिको पहिला सुन यो r सेपरेसन मा पुरै r सेपरेसन मा मिडियम कति राखेका छौ t थिकनेस मात्र मिडियम हो कि हैन हो त्यसमा r मा t घटाइदिएपछि यो हावा भयो कि भएन यो डिस्टेन्स अनि यो स्पेस त हावा हो यो स्पेस छ नि यो अनि यो स्पेस भनेको हावा स्पेस हो कि हैन यति मात्रै हो त्यो हावा स्पेस भयो अनि यो टी थिकनेस को के डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियम को हावा इक्विभ्यालेन्ट डिस्टेन्स कति भयो टी रुट के भयो त्यसपछि टोटल एयर इक्विभ्यालेन्ट यसरी भयो ल बाबु भन कन्हैया सर अघिको रहेछ के ए अघिको हो ल हात अहिलेसम्म झर्या रहन्छ नि त ल ल अब त्यसपछि यति आइसकेपछि पहिला यसमा कसैलाई कन्फ्युजन आयो ल विशाल भाइ भन पक्का एक मिनट यो म यहाँ बन्द गर्छु यो सर भन रुट टी रुट के छ नि सर त्यो वाला अगाडिबाट ल्याएको भ्यालु वाला हो सर यो कस्तो बुझिन मैले तिम्रो नेटै डिस्टर्ब हो कि बाबु कस्तो काटतिर आइराछ तिम्रो स्वर ल एउटा क्वेशन लेख्छु नि त अब यसमा कसरी डिल गर्ने भन्ने कुरालाई सुन है त क्वेशन कसरी सोधिन्छ पानी परेर होला सर फोर्स बिट्विन any two charges is F. What will be the new force? What will be the new force between them? What will be the new force? Be the new force between them. New force between. What will be the new force between them? If a medium of dielectric constant 25 K5 is placed in between them up to half separation हाफ सेपरेसन सम्म राख्दियो भने अब न्यू फोर्स के होला भन्दियो अप्सन ए मा F, अप्सन बी F/5, अप्सन सी F/3, अप्सन डी F/9 भाइ बहिनी ट्राई गर्छु लगाएर त हो टी रुट के अगाडिको निकालेको हो त्यही त इक्विभ्यालेन्ट गरेको त हो नि टोटल एयर इक्विभ्यालेन्ट र टोटल एयर डिस्टेन्स आर मा चाहिँ के फरक छ फरक त यस्तो भयो त अब फुल्ली एयर हुँदा एफ फोर्स लाग्थ्यो होला अब केही पार्शियली मिडियम राख्दिएपछि अब फोर्स घट्यो यही कुरा यहाँनिर अहिले यही क्वेशनले डिटरमाइन गर्छ है F/3 आयो र F/3 आयो भनेपछि ल है त यसमा हेर यहाँनिर के हुन्छ भन्दा यस्तो दिएको छ त क्वेशन यो Q1 Q2 कुनै दुईटा चार्ज छन् भाइ बहिनी एउटा Q1 छ अर्को Q2 छ यो दुईटा बीचको सेपरेसन सुरुमा R छ R सेपरेसन हुँदा एउटाले अर्कोमा लगाउने फोर्स F के छ F Q1 Q2 बाइ के भने Q1 Q2 बाइ R स्क्वायर Q1 Q2 by R square यो भयो सुरुको फोर्स अब यति थियो है Q1 Q2 by 4 pi epsilon naught R square लेखे मैले यसमा अब कन्फ्युजन छैन अब हामीले के गर्यौं
यिनीहरूको हाफ सेपरेसनसम्म अप टु हाफ सेपरेसन है भाइ बहिनीहरू अप टु हाफ सेपरेसनसम्म कति डाइलेक्ट्रिक कन्स्टेन्ट 25 अब टी थिकनेस भनेकै r/2 लेख्न पाइयो कुरा बुझ्यौ नि किन हाफ सेपरेसनसम्म राख्यौं भनेपछि त टी भनेको r/2 भएन हाफ सेपरेसन भनेको r/2 है r/2 भनेपछि भाइ बहिनीहरू अब कुरा के आयो भन्दा फोर्स बिट्विन देम अबको फोर्स F dash equals to अघि सिकाएँ त मैले Q1 Q2 by 4 pi epsilon naught R minus T भनेको R/2 भयो अनि T root K भनेको root K root 25 5 R/2 भयो को होल स्क्वायर लेखे मैले यसो गर्दा Q1 Q2 by कति आउने भयो 4 pi epsilon naught यो 3R को होल स्क्वायर राख्न बिर्स्यौ ठीक हो यही F/3 भन्नाले यही गर्यो हैन अब यहाँबाट त आइसक्यो त Q1 Q2 by 4 pi epsilon naught into 9R square भयो अनि हेर न Q1 Q2 by 4 pi epsilon naught R square भनेको अलरेडी कुनै मिडियम नराख्दैको फोर्स F थियो अब F/9 हुन जाने भयो F/9 सकिन्छ हैन F/9 यसरी डिल गर है छ कन्फ्युजन केही सोध्नु पर्ने छ यसमा कुनै सोध्नु पर्ने छ भने सोधा छैन पक्कै ल मज्जाले सकिन्छ सक्नै पर्ने है नो डाउट यस्तो भयो फुल्ली राख्यौं तर दुईटा तीनटा चारवटा राख्यौं एउटालाई सर्टेन T1 थिकनेस सम्म अर्को T2 थिकनेस सम्म अर्को T3 थिकनेस सम्म यस्तो भयो यो Q1 चार्ज अर्को Q2 चार्ज छ यिनीहरुको बीचमा अब हामी यसरी मिडियम राख्यौं कि T1 थिकनेस सम्म कुनै एउटा मिडियम राख्यौं यो K1 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमलाई T1 थिकनेस सम्म राख्यौं T2 अब K2 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमलाई K2 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमलाई T2 थिकनेस सम्म राख्यौं त्यसरी नै भाइ बहिनीहरु T3 थिकनेस भएको मिडियमलाई K3 डाइलेक्ट्रिक कन्स्टेन्ट T3 थिकनेस सम्म राख्यौं यसरी राखेपछि अब फोर्स के होला हेर है त अब फोर्स यस्तो गर यसको अब त इजी छ म के धेरै भनिराखौं हैन यसको एयर इक्विभ्यालेन्ट डिस्टेन्स T1 रुट K1 भयो यसको एयर इक्विभ्यालेन्ट डिस्टेन्स T2 रुट K2 भयो यसको लागि एयर इक्विभ्यालेन्ट टु T3 K3 रुट K3 भयो त्यसपछि अब फोर्स क्या होला फोर्स इक्वल्स टु Q1 into Q2 by 4 pi epsilon naught T1 root K1 plus T2 root K2 plus डट अब तीनटा चारवटा जति राखन को होल स्क्वायर यसरी गर्नु पर्यो कुरा बुझ्यौ भाइ बहिनीहरु छ डाउट यसमा हो यसरी राख्ने है 5R/2 बुझाइदिनु भन्यौ ए बाबु थोरै त म्याथ पनि हो के र अब यस्तो छ नि कान्छा T root K T भनेको R/2 के भनेको √25 √25 भनेको 5R/2 यसो गरेको बाबु है यहाँ गरेकोमा नझुक्यौ है त्यो त मैले त्यति बुझ्छु होला मैले एक स्टेप जम्प गरे ल त्यही भएर जम्प गर्दाखेरि फेरि ब्याकमा ल अब यसरी यहाँ यसलाई कसरी डिल गर्न दिन्छ सुन यसलाई यस्तो केसलाई कसरी दिन्छ भन्दालाई यसको पनि क्वेशन लेख्छौ भने फोर्स बिट्विन एनी टु चार्जेस फोर्स बिट्विन एनी टु चार्जेस इज F if two medium of equal thickness having dielectric constant K1 equals to 4 and K2 equals to 9 are placed completely in space between them the new force will be
देन न्यू फोर्स इज ल गर त भाइ पनि के आउला यस्तो टर्ममा दियो अब हेर यसको पनि मिलाऊ अब सकेसम्म धेरै त तिमीहरु मिलाउने हो के हेर है ल छिटो 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 सिरिज जस्तै भयो अब डाउट नराख है डाउट राख त्यहाँ मेसेजमा पनि लेख एन्ट्रेज गर मजाले बुझ्छु भनेर पो तिमीहरु यहाँ पढाओ त मलाई टाइमको मतलब छैन तिमीहरु बुझेर अगाडि जाऊ केही छैन भाइ 4 महिना 5 महिना नसके 6 महिना पढौँला तर बुझेर अगाडि जाऊ अब हेर यसमा f/25 आउँछ र अलि आएन कि जस्तो लाग्यो मलाई f/25 त आउँदैन कि यस्तो हुन सुन अब यहाँतिर यस्तो छ नि त भाइ पनि क्लियरली एउटा q1 चार्ज छ अर्को q2 चार्ज छ यो दुईटा चार्जहरु r सेपरेसनमा आउँदा एउटाले अर्कोमा लगाउने फोर्स F छ F भनेको q1 * q2 / 4πε0 r² हुन्छ त्यसो भए अब के गरियो भन्दा त्यसपछि इक्वल थिकनेसका सोच के ल r सेपरेसन थियो इक्वल थिकनेसका दुईटा यहाँले फुल्ली राख्नु भनेको एउटाले r/2 थिकनेस कभर गर्छ भने अर्कोले पनि r/2 थिकनेस कभर गर्छ यो त त्यसै बुझिन्छ हैन इक्वल थिकनेसका कुनै दुईटा फुल्ली राख्नुको मतलब t1 पनि r/2 हो अनि t2 पनि के हो t2 पनि r/2 हो यसमा कुनै डाउट छैन छ र इक्वल थिकनेसका कुनै दुईटा फुल्ली राख्यौ भनेपछि त t1 पनि r/2 बुझ t2 पनि r/2 बुझ अबको फोर्स F डैश के हुन्छ F डैश = q1 * q2 / 4πε0 r/2 के √k1 भन्छ हेर है t1 √k1 t1 भनेको कति r/2 अनि √k1 मतलब 4 भयो प्लस t2 भनेको r/2 अनि √9 यसो गर को होल स्क्वायर गर्देऊ यसो गरेपछि बाँकी त भ्यालु पुटिङ एन्सर लुटिङ अब यसपछिको स्टेप आफै है घरमा पढेकै छौ न त्यही भएर मैले यति स्टेप पछि तिमीहरुलाई नै गर्न छोड्दिए है सक्छौ हैन कि फेरि सर गर्दिनुस् भन्न सक्छौ नि अब यसमा मोक्ष प्राप्ति भयो भन्छन् आमेन ल अब यति कुरामा पहिला डिल गर्न सिक अब यो आइसकेपछि भाइ बहिनीहरु अब हामीले के डिल गर्न सिक्नु पर्यो भन्दा फोर्सकै केसमा यो कुनै इक्विल्याटरल ट्रायंगल छ हेर इक्विल्याटरल ट्रायंगल अफ साइड L साइड भएको इक्विल्याटरल ट्रायंगल छ ए सञ्जय भाइ के थियो भन्ने हाल त सर त्यो r/2 कसरी भयो सर त्यो बुझिन ए बाबु हो तिमी यहाँ हेर यो q1 q2 बीचको सेपरेसन कति भन त कान्छा तिमीले नै भन कति म्युट नगर न भनेर म्युट गर ल अनम्युट गर यो q1 q2 को सेपरेसन कति r अनि इक्वल थिकनेसका कुनै दुईटाले यो r लाई फुल्ली कभर गर्यो भन्ने ल्याङ्ग्वेजबाट तिमी के बुझ्नु पर्यो कान्छा सुन त इक्वल थिकनेसका कुनै दुईटाले फुल्ली कभर गर्यो भने एउटाले कति कभर गर्नु पर्यो बाबु त्यसको हाफ r/2 अर्कोले कति त्यति नै r/2 अनि t1 r/2 t2 r/2 भएको बुझ्यौ अब हजुर सर यही भयो ल ठीक छ अब यसमा हेर इक्विल्याटरल ट्रायंगल अफ साइड L छ यसमा q चार्ज छ यसमा q चार्ज छ यसमा पनि q चार्ज छ भने अब क्वेशन के त व्हाट इज द रिजल्टेन्ट फोर्स व्हाट इज resultant force on the charge of any one vertex resultant force on the charge of any one vertex charge of any one vertex due to the charges of rest vertices ल गर त भाइ पनि rest due to the charges of rest vertices what is the resultant force on the charge of any one vertex
ड्यू टु द चार्जेस अफ रेस्ट भर्टिसेज। सर फर्मुलामा टी रुट के आएको नै बुझिएन। ए त्यत्रो बुझाएको थिएँ मैले, तिमी के भएको होला वर्षा? फर्मुलामा टी रुट के आएको बुझेनौ भने त फेरि मलाई पहिलाकै अवस्थामा लगाऊ नि। यस्तो बुझन हो नानुलाई, सुन के भनेको छु भन्दा मैले यहाँबाट जानु पर्यो। फेरि फर्मुलामा टी रुट के आएको बुझेनौ भने यस्तो भइदियो। हेर पहिला यहाँ कुरा के छ भन्दा टी रुट के आएको किन बुझेनौ भन्ने पोइन्ट नै यहीँनिर अघि त्यत्रो बोले मैले। यो कुनै दुईटा चार्जहरु यसरी सोच। यो अब यसकै रेफरेन्स लिन्छु कि मैले। एउटा Q1 चार्ज, अर्को Q2 चार्ज। 4 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमको 4 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमको ल एकैछिनै ग्यालेक्सी भाइ 4 डाइलेक्ट्रिक कन्स्टेन्ट भएको मिडियमको 5 सेन्टिमिटरमा राख्दा जति फोर्स एक्जर्ट गर्यो नि एउटाले अर्कोलाई ER मा कति 10 भनेपछि त्यो कति आउँछ? मिडियमको डिस्टेन्स 5 इन्टु त्यो मिडियमको डाइलेक्ट्रिक कन्स्टेन्टको रुट भ्यालुले मल्टिप्लाई गर्यो भने यो यति बराबरकै ER इक्विभ्यालेन्ट डिस्टेन्स आउँछ। भन्नुको मतलब टी थिकनेसको मिडियम के डाइलेक्ट्रिक कन्स्टेन्ट भएको टी थिकनेसको मिडियमको ER इक्विभ्यालेन्ट डिस्टेन्स मतलब त्यो मिडियमको डिस्टेन्समा लाग्ने फोर्स र त्यति नै फोर्स लाग्ने ER मा कति हुनुपर्छ? ER मा टी रुट के हुनुपर्छ। यही गरे हो के टी रुट के गरेको। अब पनि एकचोटि बुझेनौ भने फेरि रेकर्डिङ पछि उपलब्ध भइहाल्छ। मजाले हेर, दुईचोटि हेर, रिभाइज गरेर हेर। त्यो आएन भने त फेरि म छँदैछु नि, के चिन्ता गर्यौ। मलाई मेसेन्जरमा सोध, त्यसरी सोधे पनि हुन्छ। ल अब यसमा हेर है त। यो भयो। अब व्हाट इज द रिजल्टेन्ट फोर्स अन द चार्ज अफ एनी वान भर्टेक्स ड्यू टु द कुनै एउटा लेउ भाइ पनि जुन लिए पनि हुन्छ। जुनमा लेउ ल यसमा लिन्छौ भने अरु बाँकी दुईटाको कुनै एउटामा एनी वान भर्टेक्सको चार्जमा बाँकी भर्टेक्सका चार्जको फोर्स भनेको छ नि। अघि ग्यालेक्सी भाइले के भन्दै थियो? ग्यालेक्सी भाइ भन त, नाम लेख्ने गरेन है। अब म रिमुभ गर्ने हो। भन त। त्यो टोटल एयर इक्विभ्यालेन्ट डिस्टेन्स बुझिन मैले सर। ए अब रेकर्डिङ हेर बाबु एकचोटि है, बुझौ। हजुर रेकर्डिङ हेर, बुझेन भने मैले पर्सनल्ली भने पनि सम्झाइदिन्छु है। ल सर। ल अब यसमा हेरौँ। यस्तो भइदियो। Q1 Q2 कुनै दुईटा चार्जहरु छन् यहाँनिर। Q1 Q2 कुनै दुईटा चार्जहरुमा अब यस्तो तीनटा चार्ज कुनै एउटा भर्टेक्समा भएको चार्जमा बाँकी दुईटाको है। अब यस्तो जुन लिए पनि हुन्छ। ल यसमा लिन्छ भने यसको यसमा अनि यसको यसमा फोर्स गर्ने। यसलाई लिन्छ भने यो दुईटाको यसमा जाने भनेपछि कुनै एउटा। ल मैले अब भाइ पनि यो लिए। यो क्यूले यो क्यूलाई के गर्छ? यो क्यूले यो क्यूलाई उता फाल्दिन्छ। जा उता भन्छ याफले। अनि यो क्यूले यो क्यूलाई के गर्छ? यो क्यूले यो क्यूलाई पनि त उता जा भन्छ याफ फोर्सले नै। किन? इक्वल डिस्टेन्स इक्वल चार्ज इन सेम मिडियम, एउटै सेपरेसन। अब दुईटाको रिजल्टेन्ट फोर्स त यो हुने भयो नि भाइ पनि एफ ड्यास। अब एफ ड्यास इक्वल्स टु त यस्तो गर्देऊ। इक्वल भेक्टरको रिजल्टेन्टलाई धेरै लम्बेतान फर्मुला युज नगरे। इक्वल भेक्टरको रिजल्टेन्ट एफ ड्यास इक्वल्स टु सिम्पली 2f cos थीटा बाइ 2 गर्देऊ। इक्वल भेक्टरको रिजल्टेन्ट 2f cos थीटा बाइ 2। किन यस्तो छ नि? a बराबर b छ भने रिजल्टेन्ट r इक्वल्स टु a स्क्वायर अनि b लाई पनि a स्क्वायर प्लस b स्क्वायर प्लस 2ab। ab को ठाउँमा a स्क्वायर cos थीटा यो गर्न सक्यो हैन। यसो गर्दा 2a स्क्वायर यो भयो। 2a स्क्वायर कमन तान 2a स्क्वायर 1 प्लस cos थीटा भयो भाइ पनि। अब यसपछि फेरि डेराइभ गर्दिन है मैले अहिले भन्दै। अनि 2a स्क्वायर 1 प्लस cos थीटा भनेको 2 cos स्क्वायर थीटा बाइ 2 हो भाइ पनि। यसो गर्दा 4a स्क्वायर cos स्क्वायर थीटा बाइ 2 भयो। रुट फाल्देऊ 2a cos थीटा बाइ 2। इक्वल भेक्टरको रिजल्टेन्टलाई अब किन धेरै लामो स्टेपमा जान्छौ? 2f र f को रिजल्टेन्ट 2f cos थीटा बाइ 2। 2f cos थीटा थीटा इक्विलैटरल ट्रायंगल हो 60 डिग्री बाइ 2। 60 डिग्री बाइ 2 30 cos 30 भनेको √3 बाइ 2। 2 कट्यो, बाँकी रह्यो √3f। अब √3f लाई पनि अब चेन्ज गर्छौ भने f लाई के लेख्न सक्यौ? यो क्यू को यो क्यू मा लाग्ने फोर्स अथवा यसको भनेपछि कति हुने भयो त? √3 k q स्क्वायर बाइ
L square. यो के भनेको फेरि 1/4πε0 कन्स्टेन्ट लिएको है 1/4πε0 लाई के लेखिदिएको बुझ्ने यति आउने भाइ यही भयो आन्सर निशा भन त के थियो हेलो छिटो भन टाइम लस नगर सर फेरि भन्दिन न एकचोटी प्लिज सर कुन पोइन्टलाई सर माथिको अलि त्यो म बाहिर गइसके थिए कि त्यही भएर हेरेन सुनेन मैले रेकर्डिङ राख्दिन्छु हेर नबुझे सोधा है हुन्छ सर एकचोटी भन्दिन न अलिकति त्यही मजाले भन्दै छु कि अहिले एकछिन भने बुझ्दैन त्यो हेरेपछि नबुझे फेरि सोधा के है ए हुन्छ सर ल बुझ्छौ मजाले त्यहाँ अघि हेर्दै नहिरा भए त कहाँबाट बुझ्छ एकचोटि हेरेपछि मजाले बुझिन्छ ल यति आउने भयो अब यसको त यो भयो ट्रायंगलको ल स्क्वायर छ भाइ पनि यो स्क्वायर अफ साइड यल साइड भएको स्क्वायर छ यल साइड भएको स्क्वायरको चारवटै भर्टेक्समा इक्वल लाइक चार्ज क्यू 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 राखेको छु मैले यसमा पनि क्यू यसमा पनि क्यू यसमा पनि क्यू हजुर भन सर त्यो √3k q²/l² त बुझिन मैले ए यो अनि तिमीले यो बुझौ अब cos 60°/2 लेखेको त थाहा भयो नि हो हजुर अनि 2f cos 30° भयो कि भएन अनि cos 30° भनेको √3/2 हो हजुर 2 √3f अनि f भनेको त कुनै एउटा फोर्स जुन ल्याउ न यसले यसमा लगाउने फोर्स यसले यसमा लगाउने फोर्स f भने कति k भनेको 1/4πε अनि प्रोडक्ट q1 * q2 q²/l² गरेको अब थाहा भयो हजुर अब पक्कै कन्फ्युजन छैन ल अब त्यसमा स्क्वायरको केसमा हेर नि त भाइ बहिनीहरु के होला स्क्वायरको केसमा चारवटै भर्टेक्समा इक्वल लाइक चार्ज क्यू क्यू राखिएको छ अनि व्हाट इज द रिजल्टेन्ट फोर्स व्हाट इज द रिजल्टेन्ट फोर्स on the charge of any one vertex resultant force on the charge of any one vertex due to the charges of rest vertices ल यसको पनि ट्राई गर त भाइ बहिनीहरु के आउला resultant force on the charge of any one vertex resultant force ए त्यहाँ 30/2 हुनु पर्ने होइन र अमरेश तिमीलाई अमरेश इक्विलैटरल ट्रायंगल 30° हुन्छ ल हेर यो इक्विलैटरल ट्रायंगल यो 60° भएन यो 60 हुँदा यो पनि 60 भएन अनि 60 को हाफ 30 यसरी भयो छिटो अब यसबाट क्या होला ल छिटो गर मिलेन भएन है पुगेको छैन भएको छैन आको छैन आन्सर ल सुन यस्तो हो नि भयो अब यहाँबाट कुरा के आयो भन्दा भाइ बहिनीहरु यसरी भयो र कुनै एउटा भर्टेक्सलाई यसलाई सिलेक्ट गरौ न यसलाई सिलेक्ट गर कुनै एउटा चार्ज अब मान यसमा लिन्छौ भने यो यसमा हेर यसको त्यसमा फोर्स यसको फोर्स अनि यसको यो तीनटाको फोर्स हेर्नु पर्यो के भाइ बहिनीहरु त्यसमा तीनटाको हेर्नु पर्यो भनेपछि यो क्यूले यो क्यूलाई के गर्छ यता चाप भाग भन्छ यता रिपेल गर्दिन्छ ल या फोर्सले अनि यो क्यूले यो क्यूलाई पनि के गर्छ यता रिपेल गर्छ कति फोर्सले या फोर्सले नै रिपेल गर्छ किन इक्वल डिस्टेन्स अब यो दुईटाको रिजल्टेन्ट यो भयो कि भने याद आउँदा है पहिला यो दुईटाको रिजल्टेन्ट याफ र याफको रिजल्टेन्ट यो जाने भयो यो चाहिँ एफ डैश यो दुईटाको रिजल्टेन्ट एफ डैश अब यो भयो एफ डैश है त्यो दुईटाको रिजल्टेन्ट एफ डैश के हुन्छ भाइ पनि एफ डैश भनेको यो दुईटाको रिजल्टेन्ट याफ र याफको रिजल्टेन्ट यो एफ डैश छ एफ डैश हेर है
एफ ड्यास के हुने भयो एफ ड्यास इक्वल्स टु √2f लेखिदिएँ मैले कुरा बुझ्यौ नि किन थाहा भयो √2f लेखेको 2f cos इक्वल भेक्टर चाहिँ यसो गर्दै पनि भयो इक्वल भेक्टर चाहिँ एफ ड्यास इक्वल्स टु 2f cos θ/2 cos θ भनेको 90/2 45 डिग्री 45 1/√2 यो √2f भयो है अब यो √2f भनेको आइदर दिस यो f भनेको के q into q square/l² अथवा यो जुनले पनि भयो √2k q square/l² यो त बुझौ पक्कै अनि भाइ बहिनीहरु यसमा सुन त यो q ले यो q मा लगाउने भयो यो q ले यो q मा उता फोर्स लगाउने भयो है अनि के यसले हेरेर बस्छ र यसले पनि त टक्क डायगोनली लगाउँछ नि यहाँ फोर्स डायगोनली यही लाइनमै पर्ने गरी लगाउँछ सपोज त्यो फोर्सलाई f1 भन डायगोनली स्ट्रेट लाइनमा यहाँ लगाउने भएन यसले फोर्स यो भनेको त यो q ले लगाएको र यो q ले लगाएको रिजल्टेन्ट f ड्याश भएको थियो अब डायगोनली लगाउने फोर्स f1 के हुन्छ f1 = k q1 * q2 q स्क्वायर डिस्टेन्स कति यो डायगोनलको डिस्टेन्स कति डायगोनलको डिस्टेन्स √2l किन l छ भने √2l है त्यसपछि √2l को होल स्क्वायर किन डायगोनल यसलाई परपेन्डिकुलर यसलाई बेस लिएर यसलाई हाइपोटेनियस बनाएर सल्भ गरेर त डायगोनल √2l आयो है अब यो के हुने भयो त kq²/2l² आयो भाइ पनि 2l² आयो भने अब नेट फोर्स त के हेर f ड्याश र f1 बीचको एंगल कति f ड्याश र f1 त एउटै लाइनमा परेका छन् नि त भनेपछि f net = f ड्याश प्लस f1 है अब f ड्याश प्लस f1 मा के हुने भयो लाएर kq²/l² कमन तान्दिने अनि √2 + 1/2 यही भयो भाइ पनि एन्सर यही आउँछ है अब यस्ता केसहरु त डिल गर्न सिक्नु पर्यो के तिमीहरुले सक्छौ हैन छ कन्फ्युजन ल बाबु भन्न कान्छ सर त्यो दुईटा पोजिटिभ चार्ज भएको कारणले फोर्स अबै लाग्यो हैन अनि एउटाले कुनै एउटा लिएर सुरु गर्ने के भन अनि त्यो नेगेटिभ चार्ज आयो भने त्यस्तै हुन्छ सेम हुन्छ कि कस्तो नेगेटिभ आएको भए त्यस्तै भएन त नेगेटिभले त आफू त्यो तान्ने भयो नि जस्तै तिमीले भने अनुसार ल यसमा q छ मान यहाँ -q अनि यहाँ q यहाँ के -q राख्दियौ हजुर ल यस्तो भएको भए यसमा हेर्नु पर्यो भने -q ले यसलाई यता तान्दियो माने या फोर्सले यो -q ले पनि आफू उसकै बराबरको फोर्सले यता तान्दियो यो दुईटाको रिजल्टेन्ट यता लाग्यो बुझौ हजुर f ड्याश अनि f ड्याश फेरि यो q ले त फेरि उता रिपेल गर्यो हो f1 अब f नेट के हुने थियो भन्दा यहाँनिर पहिला f ड्याश र f1 के छ अपोजिट छ कि छैन छ सर छ अब f ड्याश कुन धेरै छ त्यही अनुसार त्यतातिर जान्छ रिजल्टेन्ट जस्तै मान f ड्याश धेरै छ भने f ड्याश माइनस f1 हुन्छ पुरा बुझौ थ्यांक यू सर ल अरु केही छैन सर ड्याङ डाइरेक्सन हेरेर डिल गर्ने हो के भाइ पनि कुनै कता कता के हुन्थ्यो भन्ने कुरा डाइरेक्सन हेर्ने नि नेगेटिभले तान्छ पोजिटिभले फाल्दिन्छ है नेगेटिभले फेरि यो स्क्वायरको अझ एकचोटी भन्ने कुरा स्क्वायरमा सुन न फेरि यही त छ नि इजी छ स्क्वायरमा के छ भन्दा यो स्क्वायरमा मैले के गरेको छु भन्दा यसमा q लिए कुनै एउटा भर्टेक्समा लमान यो भर्टेक्समा भएको चार्जलाई यो q ले यता लग्यो अनि यो q ले उता लग्यो किन यसमा हेर्नु छ के सबैको अनि यो डिस्टेन्स र यो डिस्टेन्स बराबर चार्ज पनि इक्वल हुनाले यो पनि f यो पनि f यो दुईटाको रिजल्टेन्ट f ड्याश यो भयो अनि f ड्याश त √2f भएको थाहा पाइसक्यो किन 90 डिग्री भनेर सल्भ गर्दा पनि भयो जेकर 2f cos θ/2 गर्ने 2f cos θ/2 गर्दै इक्वल भेक्टरको रिजल्टेन्ट f ड्याश अनि 2f cos अहिले θ त 90 हो नि दुईटा बीचको 90
90/2 cos 90/2 45 यसो गर्दा 1/√2 √2 याफ आउँछ अनि √2 याफ बनेको के भयो याफ बनेको k * q * q q स्क्वायर बाइ l स्क्वायर यो भयो अनि यसले फेरि यो डायगोनली लगाउँदैन त डायगोनली यही लाइनमा पर्ने गरी जान्छ नि त टक्क यसरी भने उसले लगाएको फोर्सलाई F1 डिस्टेन्स √2 l लिएर अनि गरे ओके भाइ बहिनीहरु केही गाह्रो छैन सक्छौ एकपल्ट सब भेक्टरकै कमाल हो भेक्टरको खेल हो गुड सब त्यही त हो नि फोर्सको कुरा भेक्टरकै खेल हो नवीन भाइ भन सर हाम्रो क्वाड पनि गर्दै पार अझै दामी हुन्थ्यो के रे बाबु क्वाड गर्दिनु भयो पार के सर क्वाड त अब भोलि शनिबार गर्ने भने अब भोलिलाई खासै पढाइ भइसकेको छैन क्लासै हुन्छ नेक्स्ट स्याटरडे देखि क्वाड गरौँला नि है हस् सर हस् अहिले त के एउटा टपिक्स त पढाएको छ नि यसको के क्वाड गर्ने क्वाड क्लासै क्वाडै गर्दैछु छु मैले अर्को शनिबारतिर अलि बढी भोलि यसलाई सक्छ भने केही सोध्नु छ भने सोध नि त अब पक्कै मैले रेकर्डिङ स्टप गर्छु